फाइनली गाइज यसको 220 को हेडलाइटको सिसा फेर्न ला पुरानो यहाँ छ हाम्रो यस्तो भएको छ नयाँ यहाँ छ चिक्क छ सेक्सी अब यो सिलिकन हालेर टाल्न लाग्छ सिलिकन यहाँ छ भित्र सिलिकन हालिसकेको त्यसमा अब यहाँ हाल्न लाग्छ मेरो त यहाँ स्लिप गन हालेर हेर्नुहोस् मिलाएर पुरै ठ्याक्कै सेन्टरमा राखेर गरिरहेछ यो सिलिकन त मजाको हाल्नुपर्छ क्या नत्र पानी छिर्छ स्लिप गन त मजाको हाल्नुपर्छ नभए पानी छिर्छ हेडलाइटमा समस्या आउँछ हजुरको कम्प्लेन्ट दिन्छ मजाले एकदम पर्फेक्ट तरिकाले हाल्नुपर्छ पानीभित्र नछिरोस् स्लिप गन राखेर अब हेडलाइट सिसा फिट गर्न गइरहेछ कै पुरै लकमा बसाएर गर्नुपर्छ है फाइनली सिसा हालेर रेडी भइसक्यो मजाले टालिसकेको छ अब पानी छिर्दैन यसमा तपाईँहरूलाई नि फेर्नु पऱ्यो भने कन्ट्याक्ट गर्नु हाम्रो कन्ट्याक्ट नम्बर बायोमा छ